हेलो एभ्रिवान, तपाईँहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी हाम्रो डिजिटल मार्केटिङ अन्तर्गतको चौथौँ भिडियो, फोर्थ पार्ट लिएर उपस्थित भएको छौँ र जुनमा चाहिँ हामी आज एड एकाउन्ट क्रिएट गर्न सिक्छौँ। त्यसको लागि हामी सुरुमा हाम्रो फेसबुक खोल्छौँ। अगाडिको जस्तै फेसबुक प्रोफाइल खोल्छौँ र फेसबुक प्रोफाइल खोलिसके पछाडि हामी फेरि मेटा बिजनेस सुट खोल्छौँ र मेटा बिजनेस सुट खोलिसके पछाडि फेरि हामी अगाडिकै स्टेप अगाडि जे गरेको थियौँ गेट स्टार्टेड गर्छौँ र हाम्रो मेटा बिजनेस सुटको साइट चाहिँ यसरी खुल्छ। अब तपाईहरूले देख्न सक्नुहुन्छ यो एउटा बिजनेस यसरी एड भइसकेको छ र सिधै यो नखुलेर अरू पनि खुल्न सक्छ, यो पनि खुल्न सक्छ तपाईहरुकोमा हैन। त्यसो हुँदाखेरि चाहिँ तपाईले चुज गरेर चाहिँ कुनको चाहिँ कुन पोर्टफोलियोको चाहिँ एड एकाउन्ट बनाउने भन्ने कुरा चाहिँ यसरी चुज गरेर तपाईहरुले बनाउन सक्नुहुन्छ। यति कुरा चाहिँ तपाईहरुले बुझ्नु पर्यो कि तपाईहरुको जतिवटा पोर्टफोलियो छ त्यतिवटै एड एकाउन्ट चाहिँ बनाउन मिल्छ। तर एकचोटि बनाइसकेको एड एकाउन्टलाई चाहिँ फेरि रिभ्यू गर्न चाहिँ अलिकति गाह्रै छ भनेर बुझ्नु होला र मिल्दैन सर बुझ्नु होला अहिलेलाई चाहिँ। त्यसले गर्दाखेरि एड एकाउन्ट बनाउँदा एकदम ध्यान दिएर चाहिँ बनाउनु पर्ने हुन्छ। सो यो चाहिँ मेरो आरएस सगरमाथा इन्जिनियरिङ हाम्रो कम्पनीको मैले एड एकाउन्ट चाहिँ यसमा बनाइसकेको छु। सेटिङ्समा गएर म तपाईहरुलाई एकचोटि देखाउन चाहन्छु एड एकाउन्ट। यसरी देखाउँछ। एड एकाउन्ट बनाइसके पछाडि यसरी देखाउँछ हैन। अब नबनाउँदा चाहिँ अथवा सुरुमा एड एकाउन्ट नहुँदा चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ अब म तपाईहरुलाई देखाएर अनि कसरी जस्तो राइजिङ कोचिङको हामीले रिसेन्टली चाहिँ पेज एड गरिसकेको छौँ अगाडिको भिडियोमा हैन। अब चाहिँ हामी त्यसमै एड एकाउन्ट क्रिएट गरेर चाहिँ हेर्छौँ है त। ओके, सो त्यसो हुँदाखेरि राइजिङ कोचिङको पोर्टफोलियोबाट हामी पोर्टफोलियो खोलेर चाहिँ यता हाम्रो पेज खोलिसकेका छौँ र पेज खोलिसकेपछि यदि तपाईहरुको मेटा बिजनेस सुट नै देखायो भने सेटिङ्समा जानु होला हैन। अनि के हुन्छ सेटिङ्समा गइसके पछाडि यहाँनेरि तल हामीले अस्ति युजर प्रोफाइल पनि हालिसकेका छौँ हैन। हाम्रो एड एकाउन्ट यहाँ चाहिँ यहाँबाट बनाउँछौँ। तर त्योभन्दा अगाडि म तपाईहरुलाई एक दुई कुरा भन्छु। जस्तो यो बिजनेस इन्फो हामीले लगाइसकेका छौँ अस्ति सेट गरेर मैले तपाईहरुलाई देखाइसकेको छु। नेट अलिक स्लो भयो जस्तो फिल भयो मलाई। बिजनेस इन्फो अस्ति हामीले यसरी चाहिँ सेट गरिसकेका छौँ। इमेल हामीले भेरिफाई गरिसकेका छौँ। यो कुरा हेर्नु होला। र एउटा कुरा म तपाईहरुलाई फेरि भन्न चाहन्छु, तपाईहरुले मिस्टेक गर्न सक्नुहुन्छ। यहाँनेरि यो वेबसाइट लेख्दा सिधै नाम नलेख्नु होला, www भनेर लेख्नु होला। र यति भनेपछि अब म जान्छु युजर्सको पिपलमा। यो पिपल भनेको चाहिँ कस्तो भने तपाईले आफ्नो बिजनेसमा तपाईको अन्डरमा जति पनि मान्छेलाई राखेर काम लगाउनुहुन्छ, स्पेसिफिक काम तोकेर गर्न लाउनुहुन्छ, यहाँ पनि त्यही हो। तपाईको पेजमा तपाईले आफ्नो पिपलहरु आफूलाई आफ्नो पेजमा काम गर्ने मान्छेहरुलाई इन्भाइट गर्नु पर्यो। त्यहाँनेरि तपाईले उनीहरुको इमेल एड्रेस हाल्नु पर्ने हुन्छ यहाँनेरि @ ल मैले एकछिनको लागि मेरो हालेर देखाइदिएँ तपाईहरुलाई। यो त हुँदैन। यसरी देखाइदिएँ हैन। इन्टर गर्ने, इन्टर गरेपछि चाहिँ नेक्स्ट गर्ने। टेम्पोररी एक्सेस दिने हो भने कहिलेदेखि कहिलेसम्म दिने भन्ने कुरा हुनु पर्यो। नत्र लामो समयको लागि दिने भने त्यहाँ
अन गर्नु भएन र नेक्स्ट गर्नु पर्यो। त्यस पछाडि पार्सल एक्सेस अलरेडी हुन्छ उसलाई होइन, कन्टेन्ट बनाउने ओर्ने पोस्ट गर्ने एक्सेस उसलाई अलरेडी हुन्छ। अब होइन म म्यानेजिङ एक्सेस पनि दिन्छु भन्दाखेरि यहाँबाट दिन सकियो। अब नदिकन पार्सल एक्सेस मात्र दिएर चाहिँ उसलाई अनि नेक्स्ट गरेर आफ्नो अब कुन बिजनेस एसेटमा हो एड गर्ने त, अन्त हाम्रो बिजनेस एसेट भनेको हाम्रो सम्पत्ति, हाम्रो पेज क्लिक गर्ने र नेक्स्ट गरिसके पछाडि तपाईँको तपाईँको इन्भिटेसन चाहिँ उसलाई जान्छ। यो चाहिँ तपाईँको अन्डरमा काम गर्दा अब तपाईँको पार्टनर्सलाई एड गर्ने हो भने चाहिँ यहाँबाट एड गर्नु पर्यो। जति पनि तपाईँहरूको बिजनेस पार्टनरहरू हुन्छन् उनीहरूलाई चाहिँ यहाँबाट एड गर्नुपर्ने हुन्छ र सेम प्रोसेस तपाईँहरूले पार्टनरको बिजनेस आइडी हालेर चाहिँ यहाँनिर अगाडि बढ्न सक्नुहुन्छ। र आजको हाम्रो टपिक भनेको चाहिँ एड एकाउन्ट कसरी क्रिएट गर्ने भन्ने हो। हामीले पेज एड गरिसकेका छौँ, एड गरिसकेपछि यसरी देखाउँछ, हेर्न सक्नुहुन्छ। अब हामी एड एकाउन्टमा गयौँ, एड गर्नु होला र यसमा चाहिँ अब हाम्रो टोटल्ली न्यू एड एकाउन्ट बनाउने हो। त्यसैले क्रिएट अ न्यू एकाउन्ट गर्ने र एड एकाउन्टको नाम लेख्ने हो। तपाईँहरूले जे नाम पनि राख्न सक्नुहुन्छ, आफ्नो नाम पनि राख्न सक्नुहुन्छ। म चाहिँ आरसिआई राखेँ ल, लिन्छ लिँदैन होइन। अनि हाम्रो भनेको नेपाल हो, नेपाल भने चाहिँ काठमाडौँ एसिया राख्नु होला यहाँ र युएसटी चाहिँ युएस डलरमै राख्नु होला। तपाईँहरूले एड एकाउन्ट चाहिँ किन बनाउने भन्दाखेरि जति पनि तपाईँहरूले फेसबुक चलाउँदै गर्दाखेरि यसो अलिअलि तल तल स्क्रोल गर्दै गर्दा जस्तो तपाईँहरूलाई म यहाँ देखाउँछु नै, यहाँ आउँछ होला जस्तो यहाँ हेर्नु त एड भनेर आयो नि, यो भनेको एड एकाउन्टबाट एडभर्टाइजमेन्ट चाहिँ रन गरिएको क्या। एडी भनेको एडभर्टाइजमेन्ट हो र एड एकाउन्टबाट चाहिँ एडभर्टाइजमेन्ट केही अलिकति पैसा खर्च गरेर चाहिँ रन गरिसकेपछि आफ्नो कन्टेन्टलाई चाहिँ यसरी एड भनेर आउँछ। यो भन्ने बित्तिकै यो चाहिँ त्यो एड एकाउन्टबाट चाहिँ क्रिएट गरेर एडभर्टाइजमेन्ट कन्टेन्ट क्रिएट गरेर अनि एडभर्टाइजमेन्ट पोस्ट गरेको भन्ने बुझिन्छ। यहाँ हेर्नु त एड भनेर आएको छ। हामी यही गर्नको लागि, यही एड क्रिएट गर्नको लागि अहिले चाहिँ एड एकाउन्ट त्यो गर्नुभन्दा अगाडि हामीलाई एड एकाउन्ट चाहिन्छ। एड एकाउन्ट चाहिँ बनाउँदैछौँ। सो यहाँ युएस डलरै राख्नु होला र नेक्स्ट गर्नु होला। र अब यहाँ सोधिरहेको छ यो तपाईँको बिजनेस हो कि अरूको बिजनेस म्यानेज गर्न खोज्दै हुनुहुन्छ, अरूको बिजनेसको काम गरिदिन खोज्दै हुनुहुन्छ भनेर सोध्दैछ। मेरो बिजनेस छ भनेर लेखेँ मैले, नेक्स्ट गरेँ। के भन्यो भने हाम्रो राइजिङ कोचिङ इन्स्टिट्युटको चाहिँ अब एड एकाउन्टको नाम आरसिआई हुन्छ। एकचोटि वान्स एडेड यु कान्ट रिमुभ एड एकाउन्ट फ्रम द बिजनेस। एकचोटि एड गरिसके पछाडि रिमुभ गर्न सकिँदैन। अघि पनि मैले तपाईँहरूलाई यो कुरा भनेको थिएँ, क्रिएट एड एकाउन्ट। र फ्रेन्ड्स हाम्रो लगभग अन्तिम स्टेपमा आइपुगेको छ। यहाँ चाहिँ हामीले हाम्रो पेमेन्ट इन्फो, वुड यु लाइक टु एड पेमेन्ट इन्फो फर यर एकाउन्ट भनेर भनिरहेको छ। यो भनेको चाहिँ अब तपाईँहरूले यहाँ एड गरिसके पछाडि चाहिँ के हुन्छ भने तपाईँहरूको डलर कार्डको आइडीहरू लिङ्क गराउनु पर्ने हुन्छ होइन, जुन चाहिँ यहाँ अहिले मलाई दिइरहेको छ होइन। द आरसिआई एड एकाउन्ट हेज बिन क्रिएटेड एन्ड एडेड टु द राइजिङ कोचिङ इन्स्टिट्युट बिजनेस पोर्टफोलियो। अब डलर कार्ड भन्ने वर्ड तपाईँहरूलाई भन्दाखेरि चाहिँ कस्तो भने हाम्रो नेपालमा चाहिँ अहिलेसम्मको क्राइटेरिया अनुसार होइन, एकजना मान्छेको एकजना मात्र डलर कार्ड हुन पाउँछ र डलर कार्डको लिमिट चाहिँ 1 वर्षमा $500 मात्रै हो। र यदि हामीले त्यो $500 भएको डलर कार्ड चाहिँ लियौँ भने हामीले त्यसलाई चाहिँ यहाँ लिङ्क गराएर होइन, यहाँ एड गराएर चाहिँ अब यहाँ अहिले मसँग डलर कार्ड छैन, त्यसले गर्दा मैले अब यो इन्फो यहाँनिर एड गरिनँ होइन। अब त्यो हुँदाखेरि चाहिँ यो एड पेमेन्ट इन्फोमा त्यो डलर कार्डलाई लिङ्क गराए पछाडि हामीले डन गर्छौँ र त्यति गरिसके पछाडि अब अघि पेज एड एकाउन्टमा केही थिएन भने अब हाम्रो नयाँ एड एकाउन्ट चाहिँ यहाँ क्रिएट भइसकेको छ। र तपाईँहरूसँग अहिले डलर कार्ड छैन भने पछि जब हुन्छ, जब तपाईँहरूले बनाइसक्नुहुन्छ त्यति बेला पनि आएर चाहिँ तपाईँहरूको डलर कार्ड चाहिँ यहाँनिर हाल्न सक्नुहुन्छ। सो मेरो एड एकाउन्ट क्रिएट भइसकेको छ साथी हो। र आजको हाम्रो यो भिडियो पनि एड एकाउन्ट कसरी बनाउने, कसरी क्रिएट गर्ने भन्ने सम्बन्धी मात्र भएको हुँदाखेरि आजलाई
यति नै गरौँ भन्दै म यो भिडियोबाट चाहिँ अब भिडियो सकाउन चाहन्छु। हेर्दै गर्नुहोला, लाइक कमेन्ट गर्दै गर्नुहोला, भिडियो कस्तो लागिरहेछ कमेन्ट गर्दै गर्नुहोला। केही समस्या केही कन्फ्युजन छ भने कमेन्टमा भए पनि सोध्दै गर्नुहोला भन्दै यहाँहरूबाट बिदा हुन्छु। धन्यवाद। बाई बाई।